लो 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 गाडी आयो आमा गाडी आयो आहा हेर्नु यस्तो पाखा कटेर गाडी आयो आहा है गाडी आयो कुकुर लो तिमी नाच 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 उफ्र गाडी आयो है बल्ल बल्ल हामीलाई लिन गाडी आयो गाडी आयो आम्मा उडाएर ल्याउने हो गाडी त हट लो गाडी आयो सबैजना मक्ख परेर उभिनु भएको छ यहाँ आमा त यहाँ नाचेर खप्नु गर्नु भएको छैन बुरुक बुरुक नाच्नु हुँदैछ हेर्छु भन्छु त लो हाम्रो यात्रा सुरु भइसकेको छ अब हामी सबै यात्रामा एकदम डाँडा पाखा हेर्दै हिँड्दैछौँ बाई बाई लो हाम्रो गाडी अब प्याक भयो अब हामी यहाँबाट हिँड्न आँट्यौँ यो डाँडा पाखालाई माया गर्दै फेरि आउने भन्दै हाम्रो गाडी हिँड्न पुर्छर गइसक्यो यी डाँडा पाखाको साह्रै माया लाग्छ माया लाग्यो भने के गर्नु होइन आमा हो त सधैँ आउनु पाइँदैन कहिलेकाहीँ आउनु पाइन्छ होइन त्यही पनि रमाइलो हुन्छ नाच्दै 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 यहाँ हाम्रो नाच्दै भारी बोकिसक्यौँ त्यसैमा लेख्ने यहाँ आमा यहाँ राम्रै खुसी भएर रमाएर नि यहाँ गाडी देखेर खप्नु हुनु भएको छैन हो यहाँ हाँसेको हाँसे हुनुहुन्छ यहाँ अनि आमा खै गाडीमा चढ्नु भएन त लु हिँड्नु नजाने भन्दा तपाईँ नजाने ए लु लु आमा त्यसो भने अब बाई बाई ल छोरो जाँदैछ बाई बाई खै बाई बाई गर्नु आमा अनि तपाईँ पनि हिँड्नु भएको हिँडेकी त म पनि अब छोडिदिनु भएको पहाड अब कहिले आउनुहुन्छ अब 2-4 दिन पछाडि आइहाल्छु नि आइहाल्नुहुन्छ यतैको माया लाग्छ म त यतैको माया लाग्छ हो अनि यता बस्दा उता बस्दा चाहिँ अलिक खुल्ला ठाउँ अलिकति गाडी घोडा भएको यसो छिटो कुद्न ओर्न सजिलो हुन्थ्यो होला नि त कुद्न सकिँदैन सकिँदैन यतै आनन्द बिल्कुल यतै ठिक हो लु देख्नुभयो नि तपाईँहरू पहाड भन्नुहुन्छ हेप्नुहुन्छ यस्तो आमा यस्तो यो पहाडमा बस्न रहर गरिराख्नु भएको छ हामी चाहिँ बा मर्छौँ कि भनेर पहिले मधेसतिर खुट्टा तानेर कुद्छौँ हेर्नुहोस् यो पहाडका पाखा पखेरालाई हेर्नुहोस् कति माया हुन्छ कति रमाइलो छ दृश्य हेर्दाखेरि होइन आमालाई माया यहाँ सबैलाई भाउजू मधेस जाने कि यतै बस्ने अनि छोड्न सक्नुहुन्छ त यो पहाड पखेरालाई छोड्नै पर्छ ए लु यहाँ हाम्रो भाउजू चाहिँ छोड्नै पर्छ भन्नुहुँदैछ तर तयारी चाहिँ छैन है छोड्नुपर्छ मात्रै भन्नुको छोड्न चाहिँ छोड्नुहुन्न हाम्रो यहाँ बडी बाले चाहिँ छोडेरै गइसक्नु भएको छ तर पनि पुनः यो ठाउँमा आउँदै जाँदै गर्नुहुन्छ माया साह्रै गर्नुहुन्छ अनि हाम्रो यहाँ लालबहादुर दाजु पनि अब यो पहाड छोड्ने र बस्ने भन्ने कुरामा दोधार हुनुहुन्छ तर पनि पक्कै पनि दाइलाई मैले भनिसकेको छु हामी यही ठाउँमा केही न केही फलाउँछौँ भनेर एउटा चाहिँ आँट हिम्मत दिएको छु र भोलि म पनि दाइसँगै आएर बस्ने बाचा गरेको छु दाजु भाउजू र भाइ बुहारी भएपछि यो पाखा पखेर हामी त्यसै उडाउँछौँ पक्कै पनि यो पाखा पखेरलाई हामी हो हल्ला गरेर अनि फेरि जगाउने बाचा गर्दै आज हाम्रो यात्रा सफल रहोस् भन्न चाहन्छु हस्त नमस्कार कोइबिर भन्ने ठाउँ हामी आइपुगेका छौँ अब यहाँबाट चिसापानी हुँदै वङ्सिला हुँदै झापातर्फ लाग्नेछौँ चाहिँ साइड कोइबिरको पार्क रहेछ रमाइलो दृश्यहरू छ यहाँबाट हेर्न सकिन्छ कोइबिर भन्ने ठाउँबाट अझै अहिले त घामले गर्दाखेरि आज हामी यो खोटाङ जन्तेढुङ्गा गाउँपालिका थाप्टिङको बसाइ सँगसँगै झापा झर्न लागेका छौँ यी हाम्रो यो झापा झर्ने टिम निकै ठुलो छौँ हामी यहाँ भारी सहितको छौँ अब यति राम्रो यो पहाड यति राम्रो यो गाउँलाई छोड्दै फेरि पुनः आउने बाचा गर्दै यहाँबाट हामी झापातर्फ झर्दैछौँ फेरि पनि यो ठाउँमा आउने घुम्ने रहर र इच्छा बोकेर झापा लागेका छौँ पक्कै पनि यो ठाउँमा आएर फेरि घुम्नेछौँ रमाउनेछौँ यसरी नै डाँडा पाखा कुद्नेछौँ
यहाँका पाखा पखेराहरूलाई फेरि बोलाउनेछौँ, सम्झाउनेछौँ। पक्कै पनि यो यात्रा हाम्रो आजको सफल हुनेछ र भोलिका दिनमा फेरि आउनेछौँ। हस्, जय होस्। हाम्रो यात्रा चाहिँ यहाँदेखि कहाँसम्म पो हो त दाजु? हाम्रो यात्रा 1 नम्बर प्रदेशको अँ उदयपुर जिल्ला रमाइलो जिल्ला रमाइलो मनाइयो नि यात्रा होइन त यो खाप्टिङसम्मको? बिल्कुल रमाइलो बिल्कुल रमाइलो, बिल्कुल ठिक छ होइन? जडो जडो भयो होला दाजु। दाजु पोखियो नपोखी खानु है, फेरि पुग्दैन है। दाजु यो हामी कुन के भन्ने ठाउँमा छौँ अरे? यो के भन्छ जन्तै ढुङ्गाको कुइबिर भन्ने जक्सन हो यो। यसको विशेषता चाहिँ के हो त खास चाहिँ? यो पहिलादेखि यो यहाँ एउटा चाहिँ पार्क के अरे यो शहीद उयो पनि रहेछ। यो विशेषता भनेको यो सबैभन्दा कुइबिर भनेको यो एरियाको उच्च स्थान एउटा पर्यटन आउने ठाउँ, देवी देवताले चाहिँ बास गरेको ठाउँ भनिन्छ। सिद्धले बास गरेको ठाउँ हो यो, त्यस्तो ठाउँ हो। यो तराईबाट पनि यो चिज यहाँ यो स्थानलाई देखिन्छ कि तराईबाट यहाँ देखिन्छ, फतेहपुरबाट यहाँ देखिन्छ, देखिन्छ। भनेपछि यो त पर्यटन आउने पर्यटन घुम्ने ठाउँ पो रहेछ त है? एकदमै राम्रो। यो एरियाको चाहिँ एउटा प्रमुख जक्सनै भन्दा यो जन्ते ढुङ्गा गाउँपालिका हो? एकदम जन्ते ढुङ्गा गाउँपालिका। कति नम्बर वार्ड पर्यो? जन्ते ढुङ्गा नगरपालिका गाउँपालिका वार्ड नम्बर 4 को यो कुइबिर भन्ने ठाउँ। यो चाहिँ पर्यटनहरू यसो आउने घुम्ने यसो चाहिँ देवी स्थानहरू त्यस्तो छ यहाँ एकदम। यहाँ प्रसिद्ध एउटा सिद्धको चाहिँ एउटा स्थान छ सबभन्दा यतापट्टि अगाडि। ल हस्, धन्यवाद यो जानकारी दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद।